नमस्ते, म शारदा प्रधान। यो अस्ति तपाईको जुन चाहिँ घटना भयो तपाईको छोरा है क्लास 11 मा जिङ्लामा स्कुल है के भएको थियो घटना त्यो अलिक बताइदिनुस्। उसको त्यो प्रोग्राम थियो अन्त त्यो प्रोग्रामको दिन चाहिँ त्यो उनीहरूको त्यो टिचर थियो त्यहाँदेखिको हामी फोन गरेको थियो हामीलाई। फोन गर्दाखेरि चाहिँ भन्यो नानी सिरियस छ आइज भनेर अङ्कलले फोन गरिदिनु। हामी आउँदाखेरि नानी लडिरहेको थियो अन्त एउटा यस्तो गरिरहेको थियो, हात काटेको थियो, यो खाले थियो। अन्त लडिँदाखेरि चाहिँ अन्त म त्यसको दिदी चाहिँ आयो। त्यहाँदेखि दिदी चाहिँले भन्यो, म त नानीको आएर देखेर बोल्नु सकिनँ। त्यहाँदेखि दिदी चाहिँले भन्यो भाइ तँलाई कसले यस्तो गर्यो भन् त, मेला छोड्दिनँ भन्यो भने आमा आमा मलाई पुरा कुट्यो केटाहरूले, म जाति भएर आएर छोड्दिनँ भन्यो। स्कुलकै केटाहरू। अन्त कोसँग झगडा परिस् भन्दा साथीहरूले पुरा तुत्यो भने म पनि राम्रो लाग्थेन त्यसको। अन्त मैले पुरा सोधेँ गाडीमा, आफै चढेको गाडीमा पनि उठेर जुरुक्कै उठेर हस्पिटलमा जानु भनेर चाहिँ त्यसलाई त्यति साह्रो बाँच्छु भन्ने चाहिँ उयो थियो, त्यसलाई चाहिँ हातमै यहाँ लागेको थियो। अन्त मैले भने भाइ तँलाई कसले यस्तो गरेको भन् त नानी भन्दा त्यसको दिदीले भने आमा यस्तो अवस्थामा नसोध न, अहिले जाति भएर आएर सोध्नु होइन, नसोध्नु, यसलाई प्यासेस पर्छ भन्ने। त मैले सोधिनँ त र मैले बाटोमा बोलेँ, पुरा बोलेँ। त्यसले भन्दै बोल्दै गएको मसँग बाटोमा पनि, त्यो गाडीमा पनि बोलेँ, पानी खान्छु भन्यो। पानी त्यहाँदेखि हस्पिटल पुऱ्यायौँ। हस्पिटलमा पनि बोले, पुरा पानी माग्यो। त्यहाँदेखि हस्पिटलमा हेरेँ, त्यहाँदेखि हेर्दा चाहिँ हात चाहिँ छिन्नु नआँटेको रहेछ है। डरै लाग्दो भइरहेको थियो हात चाहिँ। त बाँध्नु त बाँधेको रहेछ, यत्रोबाट डोरीले बाँधेको रहेछ, खप्पै पसेको रहेछ, त्यो डोरी चाहिँ भित्र पसेको रहेछ। त्यहाँदेखिको चाहिँ हस्पिटलमा सकेन तग्दामा, माथि दार्जिलिङ लानु भन्यो। यत्रो रुवा खान्थ्यो, ब्यान्डेजहरू गरेर चाहिँ हस्पिटलमा दार्जिलिङ लानु भन्यो। त्यहाँदेखि अक्सिजनहरू लगाइदिएको थियो, स्यालुनहरू लगाइदिएको थियो होइन। त्यहाँदेखि लाँदै थियो। त्यहाँदेखि पानी मागेको थियो नानीले। पानी माग्दै त्यहाँदेखिको चाहिँ हामी 6 माइल जङ्गलमा पुग्दाखेरि चाहिँ नानीको प्राण गएको। हजुर, माथिबाट भन्यो, उयसबाट तग्दा हस्पिटल भन्यो। नानीले पनि माथि युमामा लाँदा हुन्छ भन्यो। अन्त उनीहरूले चाहिँ सोचेको थियो होला, अब हुँदैन भनेर सोचेको थियो होला। त्यहाँदेखि युमामा नलानु, इडेनमा लानु, इडेनमा राम्रै छ भन्यो। अन्त इडेनमा लानु भन्यो। अन्त हामी हस्पिटल पनि पुऱ्याउनु पाएन। हामीले 6 माइलको जङ्गलमा त्यो जुन त्यो नागधारा छैन त्यहाँनिर अलिकति जङ्गल छ नि, त्यहीँ बित्नु भएको नानी। यो घटना चाहिँ कति 5-6 बजेको थियो होला। हामीलाई त कति 6:30तिर फोन गरेको थियो। स्कुलको प्रोग्राम कार्यक्रम सकिसकेको थियो, स्कुलको सबै सकेर सबैजना मसिनो त घर पनि गएको थियो। ठुल्ठुलो चाहिँ थियो, ठुल्ठुलोहरू चाहिँ अब थियो, तिनीहरूको क्लासकोहरू रहेछ। ठुल्ठुलो त्यो 2-3 जना किडहरू थियो। त्यो नानी त्यस्तो भए त सबै भागेछ। भाग्नु चाहिँ स्कुल पक्षबाट चाहिँ के भन्नुहुन्छ? अब स्कुल पक्षबाट त अब टिचरहरूले त के भन्छ र, अब उनीहरूले पनि भन्छ नि, अब के भन्छ अहिलेसम्म। मलाई त उनीहरू आउनु त आएको थियो होइन, आएको थियो, नानी बित्नु भएर 2पल्ट त आएको थियो। उनीहरूले भन्छ अब उनीहरूलाई हामी त स्कुलबाट गयौँ, हामीलाई थाहा छैन होइन, के भयो कसो भयो। अब टिचरहरू त सबै गएको थियो, थिएन। अब हामी जाँदा त अब यो पनि पहिला पनि भएको यो घटना। पहिला टिचरमा पनि सर र त्यो उयो स्टुडेन्टहरू घाँटी समातेको सरलाई, त्यो पनि भएको पहिला। त्यो भएर चाहिँ यो पछि त त्यस्तो दिनुहुन्थेन। स्कुलको पनि अलिक केयरलेसै छ। तर अब हाम्रो उयो पनि केयरलेसै, अब स्टुडेन्टहरू पनि अब उयो नै छ। अब अहिले तपाईँको यो लगभग 3 महिना लाग्न लागिसक्यो। हजुर, यो पुलिसले अहिले इन्भेस्टिगेसन पनि गरिरहेको छ र यो ढिलाइ भइरहेको छ। के भन्न चाहनुहुन्छ यस विषयमा? अब यस विषयमा चाहिँ अब म के भन्न चाहन्छु भने, अब छिटो गरिदियोस् होइन। अब नानी हो, अब स्कुल पो भोलिको दिनमा त्यो स्कुल भत्किन्छ होइन। अब स्कुल भत्किन्छ, अब अर्को जग्गामा बनाउँछु भन्दा पाउँछ। अब मेरो नानी त पाउँदैन नि त। मेरो नानी त गुमाएको छु नि त मैले। त्यत्रो नानी, अब 11 पढ्ने नानी, 17 वर्ष पुगेको नानी, 18 वर्ष पुगेको नानी हो। अब हामी पो के भन्छौँ, अब नानीले जस्टिस पाओस् होइन। अब के भन्न सक्छु अब अरू त म। नानी त अब फर्केर आउँदैन। मेरो छोरा गुमाएँ मैले होइन, त्यत्रो भएको नानी। अब राम्रो बोली पनि लागेको थिएन त्यसको। पुलिस प्रशासनबाट 60 दिनको समय दिएको छ। हजुर, 60 दिनको समय दिएको थियो। अब 2 महिना 11 दिन भयो, अहिलेसम्म केही गर्नु सकेको छैन, केही गरिदिएको छैन। अब हाम्रो बोल्ने मान्छे नभएर हो कि हो होइन, अब हाम्रो कोही नभएर कि हाम्रो यस्तो गरिदिएको हो कि, स्कुलबाट पनि एक्सन केही लेखेको छैन। अब क्लास 5देखिको पढेको नानी 11 पुग्यो, तर स्कुल चलिरहेको छ। एक दिन नानीको त्यस्तो भयो, एक दिन छुट्टी दिएन है।
एक दिन छुट्टी पनि दिएन नानी। अब नानी त्यस्तो भयो किनभने किन त यस्तो गरेको हो भनेदेखिको चाहिँ अब छुट्टी चाहिँ अब शोक त मनाउनु पर्थ्यो नि त। एक दिन छुट्टी पनि दिएको छैन स्कुलबाट। नानीहरूलाई पढाइरहेछ, टिचरहरू घुमिरहेछ, खाइरहेछ, डुलिरहेछ, जति पढेको छ अब हामी घरकोलाई पढेको छ नि त। त्यो सोच्छु म। त्यो भन्छु मेरो परिवारमा म छु, मेरो हस्बेन्ड छ, अब मेरो 2 जना त ससुरा र ससुर अब त्यस्तै छ, अपङ्गार छ 2 जना। छोरा छ, एउटा छ उयो सिलगढीमा उयो गर्दैछ, कोर्स गर्दैछ क्रुजको लागि। ठुलो सानो खस्ने चाहिँ सानो छोरा मेरो, ठुलो छ सिलगढीमा छ। के लाग्छ त्यो तपाईको जुन दिन त्यो ठाउँमा नानी लडिरहेको थियो भन्नुहुन्छ, उपचार अलिक छिटो भयो? हजुर डक्टरले पनि भन्दै थियो नानीको छिटो लिएको भए चाहिँ नानीको के न के हुन्थ्यो, ब्लड ज्यादा गयो। उसको चाहिँ रातो ब्लड गएर पनि सेतो गइसकेको थियो नि त। अब त्यहाँनिर जुन लडेको जग्गामा त झन् यत्रो त फाल्चा फाल्चा चोक्टा चोक्टा खुन थियो भनेदेखिको त त्यो 3टा क्लासमा खुन थियो अरे। त्यो सिल गरिदिएको थियो पुलिसहरूले। सिल गरेकोमा चाहिँ त्यो फरेस्टकोबाट मान्छे आउँदा चाहिँ त्यो 3टा रुम चाहिँ सबै धोएर चाहिँ खोलिसकेको थियो टिचरहरूले नै। मेरो घर स्कुलदेखिको टाढो छैन, त्यो हो छेउमै हो। अब यिनीहरूले जस्तो त्यस्तो छिटो पाएन, ढिलो पायो। अब त्यो ढिलो पाउनु चाहिँ अब त्यसको साथीहरू थियो अरे त्यहाँनिर। त्यसको साथीहरूले चाहिँ के भने अरे छोड्दे छोड्दे पियुषलाई होस् मर्नु दे भने अरे साथी चाहिँ। कसलाई पनि नबोलाए त्यही घरकोलाई भने अरे। त्यहाँदेखि सबैजना लटेछ। त्यहाँदेखि एउटा त्यो अघि जुन मेरो छोरीसँग एकजना बहिनी बोल्यो नि, उसको भाइ चाहिँ मेरो छोरासँग हिँड्थ्यो, ऊ चाहिँ आएछ बोलाउनु। अन्त त्यहाँ मेरो सानो छोरी चाहिँ गएछ, त्यो पनि लटिरहेको थियो भाइ त्यस्तो हालत देखेर। त्यो खुन देखेपछि लटिहाल्छ, त्यसको हालत देखेर त्यो धोबाइछ, त्यो पनि कसले पनि छुक्थेन, लटिरहेको थियो। सबैजना वरिपरि हेरिरहेको थियो, हात बाँधेर हेरिरहेको थियो, हाँसिरहेको थियो हाँस्नेहरू। सबैजना बसिरहेको थियो। तिनीहरूले नै हेर्ने नै यसो हात बाँधेर छिटो गरेर हस्पिटलमा लगिदिएको भए त अब हुन्थ्यो होला नानी होइन। त्यो चाहिँ मलाई पुरा उयो लाग्छ। त्यो अब नानी बाँच्थ्यो होला, अब मलाई त त्यस्तो लाग्छ नि त। अब छिटो गरिदिएको भए चाहिँ मेरो नानी बाँच्थ्यो होला, हुन्थ्यो होला। अहिले पनि मलाई त्यही लाग्छ। अब त्यो मेरो छोरा स्कुल पढ्नु मानेको थिएन, पढ्दिनँ भन्दै थियो। पढ्दिनँ मैले भने नानी जब त्यही पढाएको नानी स्कुलमा मान्छे अब सरहरूले भन्छ कम्ती छ भन्छ पढ भनेर। अहिले त मलाई के धोका लाग्छ भने मैले प्राइभेट पढाएको भए त प्राइभेटमा त उयो हुन्थ्यो, त्यस्तो हुन्थेन होला जस्तो लाग्छ नानी क्या। हुन्छ, धन्यवाद।